नेपालमा पर्यटन उद्योगको विद्यमान अवस्था मिश्रित रहेको छ, जहाँ अपार सम्भावनासँगै केही चुनौतीहरू पनि रहेका छन्। कोभिड-19 महामारीबाट प्रभावित भएपछि यो क्षेत्र पुनरुत्थानको क्रममा छ। यहाँ नेपालको पर्यटन उद्योगको विद्यमान अवस्थाका प्रमुख बुँदाहरू उल्लेख गरिएका छन्। पुनरुत्थान र पर्यटक आगमन। पर्यटक संख्यामा वृद्धि। कोभिड-19 महामारीपछि पर्यटक आगमनको संख्यामा उल्लेख्य सुधार आएको छ। सन् 2023 कुल 10,14,882 पर्यटक नेपाल भित्रिएका थिए, कोभिड पछिको एक महत्त्वपूर्ण उपलब्धि। सन् 2024 नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार सन् 2024मा करिब 11,40,000 भन्दा बढी पर्यटक भित्रिएका छन्, जुन सन् 2023 कोलम्बो तुलनामा 13% बढी हो र कोरोना महामारी पछिको सर्वाधिक आगमन हो। पुनरुत्थानको गति। संयुक्त राष्ट्रसङ्घीय विश्व पर्यटन सङ्गठन UNWTO को तथ्याङ्क अनुसार नेपालको पर्यटन क्षेत्र महामारीपछि करिब 96%ले पुनरुत्थान भएको छ। लक्ष्यहरू। सरकारले सन् 2023 देखि 2032लाई पर्यटन दशकको रूपमा मनाउने घोषणा गरेको छ र वार्षिक 35 लाख पर्यटक भित्र्याउने महत्त्वाकांक्षी लक्ष्य राखेको छ। साथै सन् 2025लाई विशेष पर्यटन वर्ष मनाउने योजना छ। आर्थिक योगदान। विदेशी मुद्रा आर्जन। पर्यटन नेपालको विदेशी मुद्रा आर्जन गर्ने प्रमुख स्रोतहरूमध्ये एक हो र अर्थतन्त्रको मेरुदण्ड मानिन्छ। कुल गार्हस्थ उत्पादन GDPमा योगदान। पर्यटन क्षेत्रको कुल गार्हस्थ उत्पादन GDPमा प्रत्यक्ष र अप्रत्यक्ष योगदान करिब 7.8% को हाराहारीमा रहेको छ। रोजगारी सिर्जना। यस उद्योगले ठूलो संख्यामा रोजगारी सिर्जना गरेको छ। अध्ययनहरूका अनुसार 3 जना पर्यटक नेपाल आउँदा 1 जनालाई रोजगारी सिर्जना हुने गरेको छ। औसत बसाई र खर्च। सन् 2023मा पर्यटकको औसत बसाई 13.2 दिन रहेको थियो, तर पर्यटकको दैनिक खर्च क्षमता बढाउने विषयमा अझै सुधारको आवश्यकता छ। पर्यटकीय गन्तव्य र विविधीकरण। परम्परागत आकर्षण, पर्वतारोहण, माउन्टेनियरिङ, पदयात्रा, ट्रेकिङ र धार्मिक सांस्कृतिक पर्यटन, कल्चरल रिलिजियस टुरिज्म अझै पनि नेपालको प्रमुख आकर्षण हुन्। विविधीकरणको प्रयास। पर्यटनलाई पदयात्रा र हिमाल आरोहण भन्दा बाहिर विस्तार गर्न ग्रामीण पर्यटन, रुरल टुरिज्म, होमस्टे, साहसिक पर्यटन, एडभेन्चर टुरिज्म, जलयात्रा, रिभर राफ्टिङ, पर्या पर्यटन, इको टुरिज्म जस्ता विधामा लगानी र प्रवर्धन गर्ने प्रयास भइरहेको छ। नयाँ गन्तव्यको खोजी। सातै प्रदेशका विशिष्ट आकर्षणहरूलाई उजागर गरी पर्यटनको लाभलाई देशभर फैलाउने प्रयास भइरहेको छ। प्रमुख चुनौतीहरू। पूर्वाधारको कमी। गुणस्तरीय सडक, हवाई यातायात, विशेष गरी आन्तरिक उडान र आवास सुविधाहरूको अपर्याप्तता। अन्तर्राष्ट्रिय उडान प्रतिबन्ध। युरोपियन आयोगले नेपाली वायुसेवा कम्पनीहरूमाथि लगाएको उडान प्रतिबन्ध अझै हट्न सकेको छैन, जसले अन्तर्राष्ट्रिय पहुँचलाई सीमित गरेको छ। सेवाको गुणस्तर। विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने गरी सेवा र सुविधाको गुणस्तर वृद्धि गर्नु अर्को ठूलो चुनौती हो। प्रचार प्रसारको अभाव। सम्भावनायुक्त धेरै पर्यटकीय क्षेत्रहरूमा पर्याप्त लगानी र प्रचार प्रसार हुन सकेको छैन। दिगोपनको चुनौती। बढ्दो पर्यटक आगमनलाई व्यवस्थापन गर्दै वातावरण र स्थानीय मौलिकतालाई संरक्षण गरी दिगो पर्यटन सस्टेनेबल टुरिज्म विकास गर्नु प्रमुख चुनौती हो। समग्रमा नेपालको पर्यटन उद्योग बिस्तारै पुरानो लयमा फर्कँदैछ र सरकारले पर्यटन दशक तथा विशेष पर्यटन वर्ष जस्ता कार्यक्रम मार्फत यस क्षेत्रको विकासलाई प्राथमिकता दिएको देखिन्छ।